हेलो गाइज, आजको चाहिँ महाजाम हुने दिन हान्दियो सुरुमै हान्दियो। आज खै राजापाटी माओइस्टपाटी कुन पार्टीहरूको डेमोन्स्ट्रेसन रे म चाहिँ बाइक छोड्न जाँदैछु अहिले हाम्रो त्यहाँ रामदाइको। मामाहरूको कुरा चाहिँ तगडा भइरह। ल यहाँबाट कुमण्डल जाने त अब हामी जामको जामै छ। उता अब भिरको मण्डपमा कस्तो होला, भिरको मण्डप तिनकुने कोटेश्वर कुन ठाउँमा के भन्छ बाटै ब्लक हुन्छ भनेर सुनेको थिएँ। जहाँ जानलाई पनि त सर्टकटहरू चिनेको छ, अरूहरूले पनि त चिनेकै हुन्छ। अब त्यो सर्टकटहरू पनि जाम भइदिन्छ क्या, जान त नमिल्ने त होइन। माथि उता के भन्छ एयरपोर्ट पछाडिको बाटो यताउति बाटोहरू छ कि जान्नै छल्नलाई। त्रिपुरेश्वर खोलाको बाटो एकदम आज जाम हुन्छ होला। यो भिरको मण्डपको छल्नु पऱ्यो भने अलि एक राउन्ड ठुल्ठुलो राउन्डै घुम्नुपर्छ। यहाँबाट आउनेहरू भन्दा पनि जानेहरू चाहिँ बढी नै भइरहेछ अहिले। तर आउनेमा धेरै जाम हुन्छ कि जाने भन्दा। ठुलै स्टेज बनाएको रहेछ। ल भिरकोन्डो प्याक आज, हाउसफुल। यो कुमण्डलको टर्निङ भयो। हेलो ल एकचोटि राखेर हेरौँ न त, सुनौ अलिक होस् गर केटो। आज त भयङ्कर जाम हुन्छ त। भनेपछि अब सिधै अफिसतिर भाग्नु पर्ला। घरतिर त गएर साध्य छैन त। खोलाबाट गएर उता अफिसै जान्छु। म तपाईँको यहाँ के न हो नि 10 देखि 15 मिनट अगाडि आइपुग्थ्यो त क्या दाइ, त्यस्तो के। कतै साइन्स होइन त। हेलो long time no see. ल say hello to the vlog. आएन दाइ सुरु गरे। कस्तो दामी बनाएर भाइ। च्यासिस चाहिँ मेरो चाहिँ बिगारे कि के भएर मेरो च्यासिस राम्रो रमै गर्छ। यो फेरि छोएछ चाहिन्छले त जान्छ। ए टिका लाउने यो चाहिँ अर्को एक्सला। हो भर्खर यो फोन आयो।
टोर्नेडो बाइक लिन जाने दमकबाट आएको छ दमकबाट हाम्रो महेन्द्र दाइसँग जाने अन्त दाइ ए र्यालीको लागि त रेडी रहेछ यहाँ त बा दाइको साथी के गर्छ हो यो बाइक यो चाहिँ सानिपा नजिकैको के भन्छ खोला साइडको बाटो कुपमण्डलको साइडको भयो त्यसपछि यहाँ सानिपा साइडको आउँछ अहिलेसम्म चलाएको टोर्नेडोहरूमा चाहिँ होइन सबभन्दा फ्रेस कन्डिसनको टोर्नेडो हो क्या त यो ए मिठो छ भने दमक अब एउटा पुल आउँछ त्यो पुलको लेफ्ट चाहिँ लिने है दाइ अप्ठ्यारो के पऱ्यो भन्दाखेरि अब हामी उताको सर्भिस लेनमा पुग्नु पर्ने क्या दाइ यताबाट पनि मिल्छ जान त उ त्यो बाइक जस्तै तर हाम्रो यो लेफ्ट टर्न हान्ने बत्ती बल्नुपर्छ उ त्यो सर्भिस लेनमा छिन्ने है दाइ त्यो घरको बाटो 30 सेकेन्ड 20 सेकेन्ड बाँकी हुँदाखेरि नि राइट टर्न दिइदिन्छ 30 सेकेन्ड त भयो 20 गयो एकदम यो यही हो टर्न बाइक त ऊ बाइक त्यही छ ल रोकौँ दाइ यो बाइक लिन आएको टोर्नेडो बाइकको मुनि मुनि पनि ठाउँ बनाएर राखेर रहेछ नि त सामानहरू एक दुई दिन मात्रै गाह्रो हुँदो रहेछ त्यसपछि त बानी परेपछि त खालिँदो रहेछ नि के हो यार मिलाउनु पर्छ एकैछिन अब एकैछिन न एकैछिन है के हो यार ब्रेक हाने क्या ब्रेक हाने गियरमा रहेछ ल निस्क्यो हुँदैन त्यो त्यस्तै रहेछ होइन बनाएको यो घुराको के त्यो योको लागि यो त्यहाँ हाल्नु न अब यसको यो मेरो चाहिँ थाहा छैन चाबी बिलबुकहरू यताको सिसा यो चाहिँ घुराएर त्यो मतलब यो बोकेर यो हुन्छ भनेर अप्ठ्यारो हुन्छ यो रामदाको मिलाउने नि अहिले ठिक छ चाबी कता हो क्लास एउटा उताबाट जानै नदिएपछि उहाँ खुलाउ तेल चाहिँ कति छ हेर्नु पर्ने वाससास गराउनु पर्ने थो अघि जुन बाटो आएको त्यही बाटो निस्किने अहिले यहाँबाट लेफ्ट लिने पछि पछि आउनु न तपाईँ चलाउने कि ल ह्यान्डल अलिकति बाङ्गो छ दादा दिस इज द टोर्नेडो दि अल माइटी टोर्नेडो तेल चाहिँ कति छ कुनी रिजर्भ तेल अनमै छ सो रिजर्भमा पुगेको छैन अब अफ भयो भने रिजर्भमा पुग्छ सो रिजर्भमा लगभग 30-40 किलोमिटर्स अझै दिन्छ हाम्रो डेस्टिनेसन भनेको एकदमै 2 किलोमिटर्स मात्र हो अब यहाँबाट राइट हान्दिउँ हामी उताबाट आएको त्यही पनि दाइलाई बाटो थाहा होला यो टोर्नेडो चाहिँ फेरि 250 सीसी
हैन 5 गियर हो डिजिटल मिटर त आउँछ तर यसमा पनि फ्युल इन्डिकेटर चाहिँ छैन लाइक 1990 देखि 1990 को बाइक हाम्रो एक्सल भइहाल्यो हैन त्यो 35 वर्ष पुरानो बाइक भयो अनि हाम्रो होन्डा एक्सएलआर त्यो 2000 को बाइक हो सो के भन्छ 25 वर्ष पुरानो बाइक भइसक्यो त्यो एक्सएलआर अनि यो चाहिँ 2010 को बाइक हो यो अनि यो 15 वर्ष सो एभ्री जेनेरेसन 10 इयर्स को डेकेड हुन्छ नि एभ्री डेकेड को एउटा बाइक छ क्या होन्डाको हुन्छ नि ट्रिनिटी बाइक भनेको चाहिँ यो तीनटा हो एक्सल एक्सएलआर र यो टोर्नाडो अनि टोर्नाडोको चाहिँ अरू ठाउँहरुमा चाहिँ के नाम रहेछ भन्दाखेरि एक्सआर टोर्नाडो 250 हामीले चाहिँ यसरी टोर्नाडो 250 भन्छौं तर अरू ठाउँहरुमा चाहिँ एक्सआर टोर्नाडो 250 भन्ने रहेछ गल्ली गल्लीबाट चाहिँ उता कुमुडो नै निस्किन्छ के राइट लेफ्ट हो यो गल्ली अब त्यसलाई थाहा छैन नि त अनि खाली रोडै छ के तर कस्तो भन्दाखेरि एक साइड साङ्गुरो एक साइड हुन्छ नि टर्न पछि रोडहरू सानो ठुलो भराइदिने के ठ्याक्कै त्यो रामदाईको वर्कसपको पछाडिको बाटो निकाल्छ के गल्लीबाट छिर्सम्म नि लाइक त काठमाडौँ आइसकेपछिको अथवा ललितपुर आइसकेपछिको अफरोड टोर्नाडोले यो टाइट गरिदिनु है यो घुमाएर राख्दै यसरी यसरी यो मिरर पनि है ल बाइक चाहिँ हो एक्सआर होन्डै भन्छ कि खास गरी टोर्नाडो एक्सआर 250 धेरै जसले चाहिँ टोर्नाडो भन्नु चिन्छ यो बाइकलाई नियोन येल्लो कलरमा छ सही छ तर ल आजको लागि यति नै भ्लग टोर्नाडो यहाँ छ एक्सएलआर त्यहाँ राखेँ काम नभएको ठाउँमा अनि भिडियो राम्रो लागेकोमा सब्सक्राइब लाइक अनि यसो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त बाई बाई